रातो मच्छरनाथ जात्रासँग जोडेका रमाइला तथ्यहरू। भगवान रातो मच्छरनाथ अर्थात् बुङ्गदेव नेपालमा प्रचलित अनेक धर्मावलम्बीका साझा देवता हुन्। पातनको बुङ्ग अर्थात् बुङ्गमतीमा बसोबास गर्ने देवता भएका कारण उनको नाम बुङ्गदेव रहन गएको विश्वास गरिन्छ। उपत्यकामा प्रचलित कथा अनुसार बुङ्गदेवलाई नेपाल ल्याउने कार्यमा 3 प्रमुख पात्रको भूमिका छ। ती हुन् भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका भरिया रत्नचक्र। यी 3 पात्र सँगसँगै कर्कोटक नागराजको पनि विशेष भूमिका रहेको पाइन्छ। किम्वदन्ती अनुसार राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका रत्नचक्र बुङ्गदेव लिन कामारू कामाक्ष जाने बेला बन्धुदत्त आचार्यले तन्त्र विद्या प्रयोग गरी कर्कोटक नागराजलाई बन्दी बनाएर सँगै लगेका थिए। कामारू कामाक्ष जाने बाटोमा शिला नदी नामको एउटा नदी रहेछ। त्यो नदीको पानी अत्यन्त विषालु रहेछ कि त्यसमा छोयो भने कुनै पनि जीव शिलामा परिणत हुन्थ्यो। कर्कोटक नागराजले आफ्नो आकार बढाएर उक्त नदीमाथि पुल बनाई तीनैजनालाई नदी पार गराएका थिए। बुङ्गदेवका जात्राका लागि बनाइने अग्लो रथमा पाङ्ग्राहरूको बीचमा घमा भन्ने एउटा लामो काठ रहेको हुन्छ। अगाडि भैरवको मुकुण्ड राखिएको उक्त काठलाई कर्कोटक नागराजको प्रतीक मानिन्छ। हरेक वर्ष पातनको जावलाखेलमा भोटो प्रदर्शन गरी बुङ्गदेव जात्राको समापन गरिन्छ। प्रदर्शन गरिने बहुमूल्य पत्थर जडित भोटो तिनै कर्कोटक नागराजको हो भन्ने किम्वदन्ती पाइन्छ। हरेक वर्ष यो जात्रा सुरु हुन अघि तौदहमा गई कर्कोटक नागराजलाई जात्रामा सहभागी हुन आउनु भनी निमन्त्रणा गर्ने चलन अहिले पनि कायमै रहेको बताइन्छ। मच्छरनाथका पुजारीहरू तौदह गई एउटा पातको टपरीमा चामल र सानो सुपारी सहित नेपाल भाषामा लेखिएको निमन्त्रणा पत्र राखेर तौदहमा बगाउने गरिएको बताइन्छ। भगवान मच्छरनाथ हरेक वर्ष 6 महिना बुङ्गमतीमा विराजमान हुन्छन् भने बाँकी 6 महिना पाटनको तबहा स्थित मन्दिरमा। एकै देवता यसरी 2टा मन्दिरमा विराजमान हुने परम्परा अरू कुनै देवतामा छैन। बुङ्गदेवको रथ जात्रा हरेक वर्ष पुल्चोकबाट तानेर ललितपुरका विभिन्न स्थान परिक्रमा गरी जावलाखेलमा समापन हुन्छ। तर 12 वर्षमा एकपटक भने बुङ्गमतीदेखि नै रथ तानेर ललितपुर ल्याइन्छ। 60 फिट अग्लो हुने बुङ्गदेवको रथ बनाउँदा किला काँटा जस्ता धातुका कुनै पनि सामान प्रयोग गरिँदैन। काठ, बेत, डोरी मात्रै प्रयोग गरी रथ बनाइन्छ। रथ बनाउँदा यसमा 5 प्रकारको काठको प्रयोग गरिन्छ। सान्दानले रथको चक्का, फलाटले 9 तल्ले अग्लो भाग, लाकुडे काठले मूर्ति रहने स्थानको चारैतिर 4वटा खम्बा, मयल काठले रथलाई नियन्त्रण गर्ने ह्यान्डल र सौर काठले रथको अगाडि नै रहने 32 हात लामो घमा। बुङ्गदेवको रथ काठले बनाए पनि सिङ्गो रथमा भने विभिन्न देवी देवताको बास रहेको हुन्छ। रथ तान्नु अघि यसमा स्वयम्भू भगवान विराजमान गराउनु पर्छ। त्यसैले रथको पछाडिको भागमा बोधिसत्व मूर्ति राखिएको हुन्छ जसलाई भीमेश्वर तथागत भनिन्छ। रथको घमालाई कर्कोटक नागराजको प्रतीक मानिन्छ। घमाको अगाडि ह्याङ्ग्रिङ भैरवको मुकुण्ड राखिएको हुन्छ जसलाई रथको अनुहार भनिन्छ। रथका 4वटा चक्कालाई 4 भैरवको प्रतीक मानिन्छ। जस्तै कि अगाडिका दायाँ चक्का हरिसिद्धि भैरव, बायाँ चक्का टिका भैरव, पछाडिको दायाँ चक्का लुबु भैरव र बायाँ चक्का इखालुखु भैरव। यसरी हेर्दा साधारण रथ मात्र देखिए पनि रथको हरेक भागको छुट्टै विशेषता छ। धन्यवाद। यदि तपाईहरूले यसभन्दा भिन्न किम्वदन्ती सुन्न भएको छ भने कमेन्टमा लेख्न नबिर्सिनुहोला। लाइक, शेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला।